जवाब यसरी नै दिनुपर्छ। हो सबभन्दा राम्रो अहिले मेयरको कुर्सीमा बसेको थियो नि बालन दाई, त्यही ठिक थियो। अब उहाँको पनि नि बिस्तारै सबै सकिँदै जान्छ, हेर्दै जानुस् न। बालन भन्दा 1 करोड गुणा राम्रो हर्क सपाङ दाई, हाम्रो प्रदेशको मेयर साहब सबभन्दा राम्रो क्या उता मामलामा चाहिँ। अहिले आफ्नो वजुद आफै सिद्ध्याउनु भयो क्या बालनजीले। ओ जय नेपाल, जय नारी। दिदी धन्यवाद। मलाई तिमीलाई रोस्ट गर्नेको कुनै कारण छैन, कुरा बुझ्यो कि नै? योभन्दा पहिले त तिम्रो भिडियो एउटा उठाएको थियो, तर तिमीलाई मैले इज्जत गरेर दिदी भनेर सम्मत गरेको थियो, तर तिमीले आफ्नो औकात हराइसक्यो, थाहा छ नि? यो बालन दाईको भिडियोको च्याटिङ हेराएर तिमी के भन्न चाहन्छौ? तिमी हर्क सम्पाङको सपोर्ट गर कि जसलाई सपोर्ट गर, नो केयर, मतलब छैन हामीलाई। तर हामी बालनको सपोर्ट हो। त्यसको कमेन्ट चाहिँ त्यसको फोटो त्यसको केही उठायो भने छोड्नवाला छैन, याद राख, कुरा बुझ्यो कि नै? तिमी हर्क सम्पाङको सपोर्ट गर खुलेर, केही छैन मतलब, तर बालनको विरोध नगर, बुझ्यो नै? बालन भनेको एउटा बरान्ड हो, तिम्रो जस्तै झारे फुकीलाई भनेर के हुनेवाला छैन। के गर्छौ तिमीहरू त्यसलाई? होस गरेर बोल्ने। राधे राधे, जय सिया राम।